अस्ति कति भात थियो पलाई कतिवटा भात थियो देख्नुभयो मलाई त उनीहरूले भन्दै थिए 140सम्ममा सबै गरिदिन्छ भन्दै थियो तर पनि माया लाग्यो होइन नि त्यो सबै झुटो हुँदैन यस्तो अरे 41 होइन कटिङ दिएर कटिङ डन्डी सर्नी यहाँ हाम्रो झ्याल बस्छ रमेशले भन्दै थियो 1.5 लाख अरे माथि मात्रै मुनि नबनाइकन यहाँ पनि हाम्रो एउटा झ्याल हुन्छ अनि यहाँ पनि हाम्रो एउटा झ्याल बस्छ अनि यहाँनिर हाम्रो एउटा झ्याल बस्छ यहाँ हाम्रो मेन गेट छ मेन गेट हाम्रो 42 इन्चीको अनि हामी यो गेटको छेउमा झ्याल नलाउने भन्ने कोसिस गरिरहेका छौँ र यो हाम्रो मण्डली चट्टानमा बसाइएको एउटा घर हुनेछ र सबै मण्डली विश्वासीहरूले प्रार्थना गरिदिनु होला यहाँ चाहिँ सबै जातिका राई लिम्बू कामी दमाई सार्की बम छेत्री कोचे मेचे मधेसी अनि धिमाल अनि सबैजना आएर प्रभुको एउटा आराधनाको घर हुनेछ र यो चाहिँ सबैजनाको शिर लुकाउने एउटा साँचो परमेश्वरको आराधनाको घर भन्नुपर्छ र यो चट्टानमा बसेको घर हुनेछ कसैले अप्ठ्यारो नमानी सबै जातिहरू आएर परमेश्वरको साँचो सत्यतामा आराधना गर्नुपर्छ त्यसैले यसोले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मलाई पछ्याउने मरे पनि त्यसले अनन्त जीवन प्राप्त गर्छ भनेको छ त्यसैले तपाईँहरू सबैजना लुला लङ्गा अन्धा अनि हरेक मानिसहरूको यो कमजोरीहरू आएर परमेश्वरको आराधना गर्नुभयो भने तपाईँ निश्चय नै निको हुनुहुन्छ थ्याङ्क यू लर्ड येशू